राधे राधे साथीहरू, आज हामी काठमाडौँको एक पवित्र भूमिमा जन्मिएको त्यो कथा सुनाउँदै छौं जहाँ महादेव स्वयं हरिण बनेर बास गर्नुभएको थियो। यो कथा हो भगवान शिव कसरी पशुपतिनाथ बने भन्ने बारेमा र पशुपतिनाथको दर्शनले कस्ता कस्ता फलहरू प्राप्त गर्न सकिन्छ। आउनुहोस् भिडियो सुरु गरौं। भिडियो मन परे लाइक गरी च्यानललाई सब्स्क्राइब अवश्य गरिदिनुहोला। एक समयको कुरा हो, यो संसार आज जस्तो भरिभराउ थिएन। वनहरू घना थिए, नदीहरू स्वच्छ थिए र मानिसहरूको मन सरल थियो। त्यही समयमा भगवान शिव कैलाश पर्वतमा बस्नुहुन्थ्यो, तर देवताको रूपमा होइन। उहाँ सधैँ साधारण जीवनप्रति आकर्षित हुनुहुन्थ्यो। एक दिन उहाँले सोच्नुभयो, मलाई एकान्त चाहिएको छ, मलाई प्रकृतिसँग बस्न मन छ। त्यसपछि भगवान शिव पृथ्वीमा अवतरण गर्नुभयो र हरिणको रूप धारण गर्नुभयो। शिव हरिण बनेर आजको काठमाडौँ उपत्यकाको वन जंगलमा बस्न थाले। उहाँ न देवता जस्तो देखिनुहुन्थ्यो न महादेव जस्तो। उहाँ त साधारण वन्य प्राणी जस्तै हुनुहुन्थ्यो। तर संसार शिव बिनाको हुन सक्दैन। देवताहरूले महसुस गरे शिव यहाँ हुनुहुन्न भने सृष्टिको सन्तुलन बिग्रन्छ। त्यसपछि देवताहरूले खोजी सुरु गरे। धेरै खोजिसकेपछि सबै देवताहरू भगवान विष्णु कहाँ पुगे र भगवान शिव अदृश्य भएकोले सृष्टिमा ठूलो सङ्कटमा आउन सक्छ भनी भगवान विष्णुज्यूलाई भगवान शिवलाई खोजेर ल्याउन आग्रह गरे। भगवान विष्णुले सबैजनालाई चिन्ता त्यागेर आआफ्नो लोकमा जान आग्रह गरे। त्यसपछि भगवान विष्णु आफ्नो ध्यानमा हेरेपछि थाहा पाए कि भगवान शिव आजको काठमाडौँ, जहाँ पहिला जंगल थियो, त्यही वनमा एउटा अद्भुत हरिणको रूपमा विचरण गरिरहेका थिए। तर त्यो साधारण हरिण थिएन। त्यसका आँखामा असीम शान्ति थियो। भगवान विष्णु क्षीर सागरबाट सीधा काठमाडौँ पुगेर त्यस हरिणलाई समात्न खोजे। तर त्यही क्षण हरिणको एउटा सिङ भाँचियो र पृथ्वीमा गाडियो। अचानक त्यो स्थानबाट तेज प्रकाश प्रकट भयो। न आवाज थियो न कम्पन, तर त्यो प्रकाशले सबैलाई स्तब्ध बनायो। त्यही क्षण सबै देवताहरू पनि आइपुगे र बुझे यो हरिण अरू कोही होइन, स्वयं भगवान शिव हुन्। त्यसरी हरिणको सिङबाट ज्योतिर्लिङ्ग प्रकट भयो। त्यही ज्योतिर्लिङ्ग पछि चिनिन थाल्यो भगवान पशुपतिनाथका रूपमा। यहाँ पशु भन्नाले केवल जनावर होइन, सम्पूर्ण जीवात्मा हो र पति भन्नाले स्वामी। यसरी भगवान शिव सबै प्राणीका स्वामी बने पशुपतिनाथ। त्यही पवित्र स्थानमा पछि एउटा मन्दिर बनाइयो, जुन आज पशुपतिनाथ मन्दिरको नामले विश्वभर प्रसिद्ध छ। पुराण अनुसार भगवान पशुपतिनाथको एउटा दर्शन मात्रले मानव जाति पशु योनिबाट मुक्ति प्राप्त गर्न सक्छ। अर्थात् पशुपतिनाथको दर्शन गरेपछि फेरि कुनै पनि मानव जनावरको जन्म पाउँदैन। त्यस मन्दिरको छेउमै बग्छिन् बागमती नदी, जहाँ मानिसहरू अन्तिम यात्रा सुरु गर्छन् र विश्वास गर्छन् यहाँबाट मोक्षको बाटो खुल्छ। आज पनि जब भक्तजन पशुपतिनाथ पुग्छन्, उनीहरू मूर्ति मात्र हेर्दैनन्, उनीहरू त्यो कथा सम्झन्छन्। भगवान स्वयं हरिण बनेर मानिसहरूको बीच बस्न आए। भगवान पशुपतिनाथ आकाशमा मात्र बस्ने देवता होइनन्, उहाँ वनमा हिँड्नु भएको देवता हुन्, नदी किनार बस्नु भएको देवता हुन् र प्राणीहरूको पीडा बुझ्ने देवता हुन्। त्यसैले आज पनि उहाँलाई भनिन्छ सम्पूर्ण जीवका रक्षक र भगवान पशुपतिनाथ। आजको भिडियो हजुरलाई कस्तो लाग्यो कमेन्ट अवश्य गरिदिनुहोला। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्मको लागि राधे राधे।